सम्पूर्णमा नमस्कार। आज चाहिँ म छुट जग्गा भनेको के हो र छुट जग्गा कसरी दर्ता गरिन्छ भन्ने विषयमा जानकारी दिन गइरहेको छु। अब यो छुट जग्गा भनेको के हो त भन्दा सर्वे र नापी हुन छुटेका जग्गाहरू हैन र सर्वे र नापी भएका तर जग्गा दर्ता हुन चाहिँ छुटेका जग्गाहरूलाई चाहिँ छुट जग्गा भनिन्छ। अब यो छुट जग्गा दर्ता सम्बन्धी कानुनी व्यवस्था चाहिँ भूमि राजस्व ऐन 2034 को दफा 7 को उपदफा 1 र 2 मा गरिएको छ। जस अनुसार के भनिएको छ त भन्दाखेरि जग्गा नापजाँच ऐन 2019 अनुसार जग्गा नापजाँच हुन छुटेका जग्गाहरू जग्गा नापजाँच समितिको अनुमति र सर्वे कमिटिको सिफारिसमा जग्गा दर्ता गर्न सकिनेछ भन्ने कानुनी व्यवस्था चाहिँ छ। तर यसको व्यवहारिक पाटो अलि फरक छ। व्यवहारिक पाटो कस्तो छ त भन्दा नेपाल सरकारले नेपाल राजपत्रमा चाहिँ यति समयभित्र छुटेका जग्गाहरू दर्ता गरिसक्नु भनेर सूचना निकाल्छ। त्यही समय सीमा भित्र चाहिँ हामीले छुट जग्गा दर्ता गरिसक्नुपर्छ। जस्तै उदाहरणको लागि 2079 सालमा नेपाल सरकारले नेपाल राजपत्रमा छुट जग्गा दर्ता सम्बन्धी चाहिँ 2 वर्षे सूचना प्रकाशित गरेको थियो हैन। 2 वर्ष भित्र चाहिँ छुटेका जग्गाहरू दर्ता गरिसक्नु भनेर 79 सालमा सूचना प्रकाशित भएको थियो। अब त्यो सूचना प्रकाशित भएको पनि करिब 1.5 वर्ष बितिसक्यो। अब 6 महिना मात्रै बाँकी छ। भन्नुको अर्थ निश्चित समय अवधि भित्र नेपाल सरकारले तोकेको समय अवधि भित्र चाहिँ छुट जग्गा दर्ता गर्नुपर्छ। अब यो छुट जग्गा कसरी दर्ता गरिन्छ त भन्दाखेरि तपाईले सम्बन्धित ओडा कार्यालयबाट चाहिँ आवश्यक सिफारिसहरू लिएर सम्बन्धित मालपोत कार्यालयको छुट जग्गा दर्ता समिति भन्ने ठाउँमा बुझाउनु पर्यो। र छुट जग्गा दर्ता समितिमा चाहिँ 3 जना सदस्यहरू हुन्छन्। एउटा सदस्य चाहिँ तपाईको मालपोत कार्यालयको हाकिम हुन्छ हैन। दोस्रो सदस्य चाहिँ तपाईको यो नापी कार्यालयको हाकिम हुन्छ र अर्को चाहिँ एकजना वरिष्ठ कर्मचारी भन्छ हो। यो 3 जनाको एउटा कमिटी हुन्छ। तिनीहरूलाई गएर तपाईले निवेदन बुझाउनु भयो भने तपाईको निवेदन अनुसार उनीहरूले मिसिल खडा गर्छन्। मिसिल खडा गरिसके पछाडि चाहिँ तपाईको पूर्व भोग चलन कले गरिरहेको थियो, राजस्व कले तिरिरहेको छ हैन। त्यसपछि चाहिँ पूर्व दर्ता कले गरिरहेको छ, अहिले चाहिँ भोग चलन कले गरिरहेको छ भन्ने जस्ता तथ्यहरू केलाएर चाहिँ उनीहरूलाई मनासिब लागेको खण्डमा चाहिँ तपाईको छुटेको जग्गा दर्ता गर्न सकिन्छ। हस्त, धन्यवाद।